हरेक सफलताको पछाडि एउटा सपना हुन्छ। हरेक सपनाको पछाडि एउटा सङ्घर्ष हुन्छ र हरेक सङ्घर्षलाई सफलतामा बदल्न आवश्यक हुन्छ अवसर, वातावरण र साथ। आज हामी एउटा यस्तै यात्राको कथा सुनाउँदैछौँ। त्यो कथा हो प्रतिभालाई पहिचान गर्ने, युवालाई प्रेरणा दिने र खेलकुद मार्फत उज्जवल भविष्य निर्माण गर्ने घोडाघोडी नगरपालिकाको कथा। सुन्दर सुदूरपश्चिमको भूमि घोडाघोडी, प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र आज खेलकुदका कारण पनि चिनिन थालेको छ। किनभने यहाँ खेल केवल मनोरञ्जन होइन, खेल एउटा अभियान हो, खेल एउटा संस्कार हो, खेल एउटा सपना हो। हरेक दिन बिहान सबेरै मैदानमा पुग्दा तपाईँले देख्न सक्नुहुन्छ दौडिरहेका युवाहरू, पसिना बगाइरहेका खेलाडीहरू र आफ्नो लक्ष्यमा केन्द्रित आँखाहरू। यी आँखाहरू केवल प्रतियोगिता जित्न खोजिरहेका छैनन्, यी आँखा भविष्य खोजिरहेका छन्, अवसर खोजिरहेका छन्। यी आँखा देशको प्रतिनिधित्व गर्ने सपना देखिरहेका छन्। यही सपना पूरा गर्न घोडाघोडी नगरपालिका निरन्तर खेलकुद क्षेत्रको विकासमा जुटिरहेको छ। फुटबल विश्वकै लोकप्रिय खेल। घोडाघोडीका गाउँदेखि विद्यालयसम्म, खुला चौरदेखि व्यवस्थित मैदानसम्म आज फुटबल प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो अवस्थामा छ। सयौं युवाहरू नियमित प्रशिक्षणमा छन्। अनुभवी प्रशिक्षकहरू नयाँ प्रतिभा उत्पादनमा व्यस्त देखिन्छन्। कुनै समय खाली रहेका मैदानहरूमा आज खेलाडीका पाइला गुन्जिरहेका छन्। कुनै समय सपनामै सीमित राष्ट्रिय जर्सीको कल्पना आज वास्तविक लक्ष्य बनेको छ। किनभने घोडाघोडीले बुझेको छ खेलाडीमा गरिएको लगानी भनेको भविष्यका लागि गरेको लगानी हो। हजुर नमस्ते, म चाहिँ प्रदीप बम, यो सहारा क्लबको चाहिँ फुटबल प्रशिक्षक। विगत 2-2.5 वर्षदेखि चाहिँ म यो यहाँको क्लबलाई चाहिँ प्रशिक्षण गर्दै आइरहेको छु। अब हाम्रो यहाँ चाहिँ अहिले बच्चाहरू चाहिँ विभिन्न एज ग्रुपमा प्लस महिला गरी चाहिँ हामीसँग चाहिँ 70-80 जना बच्चाहरू चाहिँ अहिले रेगुलर ट्रेनिङ आउने बच्चाहरू छ। अब त्यसमा छिटपुट अब बेला बेलामा निस्किने जाने बच्चाहरू चाहिँ त्यो गर्ने भने चाहिँ अलिकता तिनीहरू चाहिँ कन्टिन्युटी दिन नसकेको बच्चाहरू छ। विभिन्न जस्तै हामीसँग अब अहिले चाहिँ तत्काल चाहिँ हामीलाई चाहिँ खेलकुद सामग्रीको अभाव, जस्तै फुटबल त हामीसँग इनफ छ हैन। कैलाली जिल्ला फुटबल सङ्घले चाहिँ हामीलाई पर्याप्त मात्रामा फुटबलको सहयोग गरेको छ हैन। त्यसको लागि धन्यवाद दिन चाहन्छु। प्लस हामीलाई चाहिँ अहिले चाहिँ अब कोन, मार्कर लगायतका सामानहरू, हडल्सहरू, त्यसपछि ल्याडरहरू, रिङहरू अनि स्लम पोलहरूदेखि लिएर अब अलिकता एडभान्स लेभलको ट्रेनिङ गराउनु पर्यो भने चाहिँ हामीलाई चाहिँ त्यस्ता सामग्रीहरू चाहिँ आवश्यक पर्ने हुन्छ। अब त्यो चाहिँ हामीसँग अहिले अलिकता अभाव भइरहेको छ। प्लस यो क्षेत्रमा चाहिँ अब जस्तै फुटबलमा लागेका बच्चाहरूलाई चाहिँ अलिकता कस्तो भन्नाले हामीले चाहिँ एउटा कन्सियस चाहिँ कस्तो बनायो भने स्वास्थ्यका लागि मात्रै खेलकुद भन्ने चाहिँ एउटा थिम लिएर हिँडिरहेका छौँ। तर मेरो थिम चाहिँ त्यो होइन। मैले चाहिँ खेलाडी उत्पादन गर्नको लागि चाहिँ फुटबल प्रशिक्षण गराइरहेको हो। स्वास्थ्यका लागि त खेलकुद भन्नाले एकछिन गयो त्यसले चाहिँ मलाई चाहिँ म्याटर गर्दैन। मलाई चाहिँ यो ठाउँबाट पनि 1-2वटा नेसनल टिमको जर्सी लगाएको भाइ बहिनीहरू चाहिँ हामीले उत्पादन गर्न सक्यो भने त्यो चाहिँ हाम्रो क्षेत्रको लागि चाहिँ एकदमै ठुलो कुरा रहनेछ। त्यसैको उसमा चाहिँ म चाहिँ लागिरहेको छु। क्रिकेट नेपालभर क्रिकेटको लोकप्रियता बढिरहेका बेला घोडाघोडी पनि यो यात्रामा तीव्र गतिले अगाडि बढिरहेको छ। क्रिकेट मैदानमा अभ्यास गरिरहेका युवाहरू भोलिका राष्ट्रिय स्टार बन्ने सपना बोकेर अघि बढिरहेका छन्। ब्याट र बलको आवाजसँगै उनीहरूको आत्मविश्वास पनि निरन्तर बढिरहेको छ। नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रोत्साहन, प्रतियोगिता र अवसरहरूले क्रिकेट प्रतिको आकर्षणलाई थप बलियो बनाएको छ। आज घोडाघोडीका धेरै युवा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो क्षमता देखाइरहेका छन्। नमस्कार, मेरो नाम रमेश आचार्य, म घोडाघोडी क्रिकेट एकाडेमीको सञ्चालक। हामीले सुरुवातदेखि अहिलेसम्म आउँदाखेरि धेरै खेलाडीहरू एउटा लेभलसम्म पुगाइसकेका छौँ। त्यसमा हामीले देखिरहेका छौँ अघिल्लो सेसनको एनपिएलमा सुदूरपश्चिम रोयल्समा हाम्रो टेक रावत, जो कि घोडाघोडी क्रिकेट एकाडेमीको सुरुवातको खेलाडी हुनुहुन्छ। र अहिले हामीले एज लेभलका
अन्डर 12, अन्डर 14, अन्डर 16 र 19 एज लेभलका वर्षमा 6वटा भन्दा बढी टुर्नामेन्टहरूमा टिम सहभागी गराउने गरेका छौँ। यसमा अझ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने हामीले अहिले भर्खरै अघिल्लो सालबाट सञ्चालन भएको अर्जुन ट्रफी जो आफैमा एउटा महत्त्वपूर्ण प्रतियोगिता हो। नेपालको हकमा एनपिएल पछिको ठुलो फ्रेन्चाइज प्रतियोगिता हो। त्यसमा पनि हाम्रो घोडाघोडीलाई प्रतिनिधित्व हुने गरेर हामीले घोडाघोडी 11 भन्ने नाम दिएर त्यो फ्रेन्चाइज सञ्चालन गरिरहेका छौँ। त्यो खेल नेसनल T20 च्याम्पियनसिप नेपालको क्यानको वार्षिक क्यालेन्डरमा समावेश गरेर गर्ने गरिएको छ। त्यसमा पनि हामी सहभागी हुन थालिसकेका छौँ र त्यो लेभलसम्म हामीले चाहिँ क्रिकेटलाई पुगाएका छौँ। एथलेटिक्स खेलकुदको आधार सहनशीलता, अनुशासन र आत्मविश्वासको परिचय। दौड, हाई जम्प, लङ जम्प, सर्टपुट र अन्य विभिन्न विधाहरूमा घोडाघोडीका विद्यार्थी तथा युवाहरू निरन्तर अभ्यासमा छन्। ट्र्याकमा दौडिरहेका ती खेलाडीहरूलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, उनीहरू केवल आफ्ना लागि दौडिरहेका छैनन्, उनीहरू परिवारका लागि दौडिरहेका छन्, उनीहरू समाजका लागि दौडिरहेका छन्, उनीहरू देशका लागि दौडिरहेका छन्, तलिला पाइला देशका लागि दौडिरहेका छन्। नमस्ते, मेरो नाम तेजेन्द्र देउबा, घोडाघोडी नगरपालिका 10 कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा म खेल शिक्षक पनि हो, नगरपालिकाको पनि खेल शिक्षक। मैले 2072 सालदेखि यो एथलेटिक्समा लागेको हो। 72 सालदेखि मैले यो काम गर्दै आउँदा सुरुमा मसँग 2-3 जना खेलाडीहरू थिए। 2 जना ट्रेनिङ गराउँदा अहिले बच्चाहरू लगभग 60-70 जनासम्म ट्रेनिङ गर्न आउँछ बिहान साँझ। रेगुलर ट्रेनिङ उनको सिट गरिदिएको छ अनि यिनीहरूलाई बस्ने खाने व्यवस्थाको पनि व्यवस्था गरिदिएको छु मैले मेरै घरमा अहिले 15-16 जना खेलाडीहरू राखेर कन्टिन्यू पाली पनि राख्छु। यिनीहरूलाई प्रशिक्षण पनि गराइरहेको छु। बिहान 1 घन्टा, साँझ 2 घन्टा जति टाइम दिने गरेको छु। अहिले बच्चाहरू 78 सालदेखि सुरुमा नगरपालिका, त्यसपछि जिल्ला, प्रदेश अनि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियसम्म पनि खेलाडीहरू गइसकेका छन् खेल्न। अझ आशा छ मलाई यो खेलाडीहरूले मलाई जसरी यिनीहरू ट्रेनिङ गर्न आइरहेछन् यसरी कन्टिन्यू यिनीहरू आइराख्यो भने अर्को वर्षसम्म मैले धेरै खेलाडीहरूलाई अगाडिसम्म पुगाउँछु भन्ने आश गरेको छु। अहिले मैले राष्ट्रपति रनिङ सिल्डमा पनि नगरपालिकालाई धेरै राम्रो गरेको छु। नगरपालिकाबाट मलाई हुने सहयोग जे होस् मेयर साहबले राम्रै गरिदिनु भएको छ। अब भनेको बेला नाइ भन्नु हुँदैन, जे कुराहरू पनि सहयोग गर्नुभएको छ। खेलाडीहरूलाई अब बस्ने खाने व्यवस्थामा चाहिँ मलाई अलिक समस्या भइरहेछ। मैले आफ्नै खर्चमा आफ्नो तलबलाई नै त्यही मेकअप गरिरहेको छु, गरेर खेलाडीहरूलाई पाल्ने, बस्ने, खुवाउने, जस्तो सक्यो तितो मिठो होस् होइन, खुवाउने, ट्रेनिङ गराउने गरिरहेको छु। खेलाडी उत्पादनको सबैभन्दा बलियो आधार हो विद्यालय स्तर र यही आधारलाई बलियो बनाउन घोडाघोडी नगरपालिकाले विशेष महत्त्व दिँदै आएको छ। हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता घोडाघोडी नगरपालिकाको खेलकुद क्यालेन्डरको महत्त्वपूर्ण कार्यक्रम हो। प्रतियोगिता नजिकै गर्दा विद्यालयहरूमा उत्साह छाउँछ। विद्यार्थीहरू महिनौसम्म अभ्यास गर्छन्, शिक्षकहरू थप जिम्मेवार बन्छन्, अभिभावकहरू गर्वका साथ आफ्ना छोराछोरीलाई हौसला दिन्छन् र प्रतियोगिताको दिन मैदानभर उत्साहको लहर फैलिन्छ। कसैले दौड जित्छ, कसैले उचाइ नाग्छ, कसैले दूरी पार गर्छ, तर वास्तविक विजेता केवल पदक जित्ने खेलाडी मात्र हुँदैनन्। वास्तविक विजेता हुन्छ खेल संस्कृतिको विकास, वास्तविक विजेता हुन्छ अनुशासन र वास्तविक विजेता हुन्छ आत्मविश्वास र वास्तविक विजेता हुन्छ घोडाघोडीको भविष्य। आज घोडाघोडी नगरपालिकाले खेलकुदलाई केवल कार्यक्रमका रूपमा होइन, दीर्घकालीन विकासको आधारका रूपमा हेरेको छ। हाम्रो यस नगरपालिकामा खेलकुद क्षेत्रका लागि हामीले धेरै गऱ्यौँ भन्न त त्यति राम्रो हुँदैन होला, तर हामीले हाम्रो बजेटको आकार अनुसार चाहिँ हामीले गर्ने सहयोग सबै यहाँ सञ्चालित क्लबहरूलाई, यहाँका एकाडेमीहरूलाई चाहिँ गर्ने गरेका छौँ। जस्तै फुटबल क्लबहरूले चाहिँ हामीसँग कार्यक्रममा भाग लिन जाँदाखेरि चाहिँ विद्यार्थीहरूलाई चाहिँ के अरे खेलाडीहरूलाई चाहिँ सहभागी हुनको लागि हामीले थोरै सपोर्ट गर्छौँ। जस्तै एकाडेमीका भाइ बहिनीहरू, क्रिकेटतर्फका भाइ बहिनीहरू पनि सहभागी हुँदाखेरि हामीले सपोर्ट गर्छौँ। जिल्ला स्तरीय खेलकुदमा चाहिँ सहभागी हुँदाखेरि हामीले सम्पूर्ण खर्च हामीले बेहोर्छौँ। यसै गरेर चाहिँ अब विभिन्न ठाउँमा चाहिँ अहिले फुटबलका चाहिँ 6 नम्बर वडा, 8 नम्बर वडा
त्यस्तै 10 नम्बर वडा र 1 नम्बर वडामा हामीले चाहिँ फुटबलका कार्यक्रमहरू सञ्चालन गरेका छौँ र त्यहाँ धेरै भाइ बहिनीहरू चाहिँ सहभागी भइराख्नु भएको छ। हाम्रो उद्देश्य के हो भन्नुहुन्छ भने यो नगरपालिका एउटा खेलको हब होस्, यहाँका भाइ बहिनीहरू चाहिँ खेलको माध्यमबाट आफ्नो जीवन स्तरलाई चाहिँ माथि उठाउन सकोस्, अनुशासित बन्न सकुन्, संयमित बन्न सकुन्, तुरुन्त चाहिँ सही र गलत निर्णय गर्न सक्ने क्षमता चाहिँ खेलकुदका माध्यमबाट चाहिँ हुन सक्ने भावनाले त्यतातिर चाहिँ उन्मुख हुन् भन्ने हाम्रो चाहना हो। कहिलेकाहीँ बच्चाहरू चाहिँ यदि यस्ता खालका चाहिँ खेलप्रति हामीले चाहिँ चासो राख्न सकेनौँ, दिन सकेनौँ भने गलत बाटोमा हिँड्छन् कि भन्ने पनि हाम्रो चाहना हो, के अरे चासो हुन्छ। त्यो भएको कारणले चाहिँ यो नगरपालिकाभित्रका युवा भाइ बहिनीहरू चाहिँ कुलतमा नफसुन् र खेलतिर आकर्षित हुन् भनेर चाहिँ हामीले चाहिँ यस्ता क्रियाकलापहरू सञ्चालन गर्ने गरेका छौँ र यसका लागि हामीले क्लबका भाइ बहिनीहरूलाई चाहिँ सँग सहकार्य गरेका छौँ। एकाडेमी सञ्चालन गर्ने भाइ बहिनीहरूसँग समन्वय गरेका छौँ। त्यस्तै विद्यालयसँग अब हाम्रो विद्यालयका सम्पूर्ण 51वटा विद्यालयहरू चाहिँ हामी सहभागी भएर चाहिँ क्लस्टर स्तरमा चाहिँ अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्छौँ र नगरीय स्तरीय चाहिँ राष्ट्रपति रनिङ सिट प्रतियोगिता सञ्चालन गर्छौँ। त्योबाट पनि धेरै विद्यार्थीहरू सहभागी हुन्छन्, त्यसमा भाग लिन्छन्। एउटा खेलको माहौल चाहिँ तयार गर्नमा चाहिँ हामीले थोरै भए पनि योगदान गरेका छौँ भन्ने हामीलाई चाहिँ लागेको छ। युवालाई गलत बाटोबाट बचाउने सबैभन्दा प्रभावकारी माध्यम मध्ये खेलकुद एक महत्त्वपूर्ण माध्यम हो। खेल मैदानमा समय बिताउने युवा आत्मविश्वासी बन्छ, ऊ जिम्मेवार बन्छ, ऊ नेतृत्व गर्न सिक्छ, ऊ हार स्वीकार्न सिक्छ, ऊ पुनः उठेर सङ्घर्ष गर्न सिक्छ। खेलले केवल शरीर बलियो बनाउँदैन, खेलले चरित्र निर्माण गर्छ। आज घोडाघोडीका सयौं युवाहरू खेलाडीहरू विभिन्न खेलमा सक्रिय छन्। धेरै प्रशिक्षकहरू नयाँ प्रतिभा उत्पादनमा समर्पित छन्। विद्यालयहरू खेल मैत्री वातावरण निर्माणमा जुटेका छन्। अभिभावकहरू छोराछोरीका सपनाको साथमा उभिएका छन् र यी सबै प्रयासहरूको केन्द्रमा छ घोडाघोडी नगरपालिका। हामीले याद गर्नुपर्छ, आज मैदानमा दौडिरहेका बालक भोलि नेपालको राष्ट्रिय खेलाडी हुन सक्छ। आज फुटबल खेलिरहेकी ती छात्रा भोलि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर मैदानमा उत्रिन सक्छन्। आज क्रिकेटको नेटमा अभ्यास गरेको त्यो युवा भोलि लाखौं नेपालीको आशाको किरण बन्न सक्छ। त्यसैले हरेक प्रतिभालाई अवसर चाहिन्छ, हरेक सपनालाई साथ चाहिन्छ, हरेक खेलाडीलाई आत्मविश्वास चाहिन्छ। घोडाघोडीले आज त्यही विश्वास निर्माण गरिरहेको छ, सपना देख्न सिकाइरहेको छ, अवसर सिर्जना गरिरहेको छ र एउटा खेल प्रेमी समाज निर्माण गरिरहेको छ। आउनुहोस् हामी सबै मिलेर खेलाडीलाई सम्मान गरौँ, खेल संस्कृतिलाई थप बलियो बनाऊ, प्रतिभालाई अवसर दिउँ र घोडाघोडीलाई खेलकुदको उर्वर भूमि, प्रतिभाको केन्द्र र राष्ट्रिय गौरवको आधारका रूपमा स्थापित गरौँ। किनभने कलिला पाइला देशका लागि दौडिरहेका छन्, कलिला हातहरूले भविष्य निर्माण गरिरहेका छन्, कलिला सपनाहरूले राष्ट्रको गौरव लेखिरहेका छन् र घोडाघोडी नगरपालिकाका ती सपनाहरूलाई पखेटा लगाइरहेको छ। घोडाघोडी नगरपालिका खेलकुदको विकास, युवाको सशक्तिकरण र समृद्ध भविष्य निर्माणको आधारमा जुटेको छ।